एकदमै रमाइलो भयो। मैले चाहिँ यहाँ बेलुकाको दुध तताउँदैछु। आगो फुकेर दुध बसालेँ है। यस्तो हावा लाग्यो आज। हावा लागेर अलिकति डिस्टर्ब पनि गर्यो। अनि हजुरहरूलाई पनि मामाघर भनेपछि एकदमै प्यारो लाग्छ होला नि है। सबैलाई हामी सबैलाई एकदमै प्यारो लाग्ने ठाउँ भनेकै मामाघर होला कि मम्मीहरूलाई माइती भए जस्तो। अनि मैले चाहिँ दुध तताउँदैछु। अनि यस्तो रमाइलो लाग्छ कि मलाई यस्तो आगोमा अनि यस्तो भाँडोमा दुध तताउनुको लागि। अनि दुध तताउँदा तताउँदै हावा लाग्यो कि बाहिर एकदमै मजाले हावा लाग्यो। अनि एकछिन पानी पनि पर्यो पछि त्यो क्लिप चाहिँ लिन पाएन। अनि यहाँ चाहिँ फुल लगाउनु भएको रहेछ कि मामाघरको आमाले। अनि फुलहरू देखाउँदैछु म कति कति राम्रो फुल रहेछ कि यो मरुन कलरको चाहिँ एकदमै मन पर्यो कि मलाई। अनि यो पिङ्क कलर अनि यो मखमली तिहारमा फुल्ने फुल पनि फुलिसकेको रहेछ अहिले। अनि हामीले चाहिँ यसलाई भाते फुल पनि भन्थ्यौँ कि। अनि फेरि यो ढुङ्ग्रोले फुक्न कसलाई रमाइलो लाग्छ नि। मलाई एकदमै रमाइलो लाग्छ कि हामी ग्यासमा पकाउने मान्छेलाई कहिलेकाहीँ रमाइलो नै लाग्छ। मलाई चाहिँ यस्तै गाउँघर नै मनपर्छ। अनि भैँसीको एकचोटि भिडियो लिन्छु भनेको झन्डै उडाइदिनु भैँसीले। अनि म चाहिँ फेरि यता दुध तताउन लागेँ। हावाले यस्तो आगो उडाइदियो हेर्न सक्नुहुन्छ। अनि मैले चाहिँ जसोतसो गरेर दुध चाहिँ उमालेँ। तर मलाई चाहिँ दुध उमाल्न 1 घन्टाभन्दा बेसी लाग्यो कि हावाले आगो नै बल्न नदिएर यति दुःख भयो। अनि त्यही पनि मैले जसोतसो गरिहालेँ। अनि बिचमा लाइन पनि गयो। अनि यति टाइम लगाइदियो मलाई आजको हावाले है। अनि मलाई चाहिँ मामाघर आएर यसरी दुध तताउनु ओर्न चाहिँ एकदमै मनपर्छ कि एकदमै रमाइलो लाग्छ है। अनि यो नेचरहरू एकदमै मनपर्छ। म चाहिँ खासै आउन भ्याउँदिनँ। आएको बेलामा चाहिँ जे होस् यति चाहिँ गर्छु है मैले। अनि यहाँ दुध उम्लिन लागिसक्यो। यति बेला चाहिँ मलाई यस्तो डर लाग्छ दुध पुग्छ कि भनेर धेरै क्वान्टिटीमा हुन्छ नि त। अनि त्यही पनि म डराउँदिनँ भनेर मैले लिइहालेँ। क्लिप लिक्दिनँ कि भन्दा भन्दै दुध उम्लिहाल्यो। अनि फाइनली दुध उम्लियो। अनि मैले चाहिँ चलाएँ। अनि यसरी चढाउने चाहिँ कसको घरतिर छ नि। हामी चाहिँ यसलाई देउता चढाएको भन्छौँ। अनि सक्यो मेरो दुध तताएर। थ्याङ्क यू।